यति सानो बरन्डा चाहिँ बरन्डा कता सानो थियो नि त अनि सानो बरन्डामा पल्लोपट्टि बरन्डा पनि थिएन पल्लोपट्टि बरन्डा पनि थिएन अनि पानी आउने सबै झरी परेमा भने यहाँको पानी भित्र उताको पानी भित्र अनि भित्र कान्छिना चाहिँ स्विमिङ पुल हुन्थ्यो पानीमा पहिला आउँछ क्या स्विमिङ पुल क्या स्विमिङ पौडी खेल्ने उता पनि पानी यता यता पनि पानी उता अनि त्यो उतापट्टि चुल्हा थियो चुल्हामा चाहिँ चुल्हा चाहिँ यहाँ थियो चुल्हा यहाँ थियो चुल्हा सानो चुल्हा थियो अनि के अरे मौसम अलिक ठुलो कल्पना सानो के अरे चाहिँ शीतल चाहिँ सानो थियो नि त अनि त्यो तिनजना चाहिँ के थियो म अगेनामा तिनजना चाहिँ अगेनामा तिनजना अगेनामा बस्थ्यन् ए बाबाले अब कहाँ पढ्ने ठाउँ नै छैन के गर्नु भनेर सोच्थेँ अनि त्यहाँदेखि आएर यो गाँसेको यता गाँसे पल्लोपट्टि गाँसे अनि यहाँदेखि वरिपरि के अरे लगाइदिएँ वर्षा के अरे तिरपाल लगाएँ अनि भित्र सुताएँ नानीहरूले यतापट्टि छोरी मान्छे पल्लोपट्टि छोरा मान्छे अनि पल्लोपट्टि गाँसे अब त्यहाँदेखि चाहिँ बस्ने पनि भयो अब त्यहाँ अब त्योभन्दा पहिले पानी थिएन होइन यस्तोको विकास गर्नु भन्दाखेरि सबै विरोधी अनि उनीहरूले बाउला भने म बाउला कि उनीहरू बाउले अब त्यो कारणले चाहिँ माग्थेन के अरे बन्न त बन्छ मागको आशी ओइरो आएको छ जसले विरोध गर्छ आफै पागल बन्छ भनेर भजनै निकाल्नु भएन हजुर भविष्यमा त्यो निस्किन्छ आफै पागल भन्छन् त्यो कारण चाहिँ माग्थेन त माग्थे नै हो अनि अर्को चाहिँ सुन्नुहोस् अर्को चाहिँ हिन्दू बुद्ध मुस्लिम क्रिस्चियनको उनीहरूको जन्मभूमि उनीहरूको कहिलेको कुराहरू के हो के त्यो थाहा छैन है अब हाम्रो शाक्यमुनि के अरे बुद्धको नि 2500 वर्षमा बल्ल बल्ल जापानले उसको जन्मभूमि पत्ता लगाएर लुम्बिनी भनेर चाहिँ तोक्यो त्यो पनि इन्डियामा हो गायमा जन्मेको भएर सबैले लडाइँ पनि गरे होइन त्यस्तो हुन्छ भने हिन्दूको कहाँ हो के अरे त्यो के अरे अब बाइबलको कता हो कुरानको कता हो त्यो छोडिदिउँ होइन तर हाम्रो चाहिँ गुरुजुन हुँदै हुनुहुन्छ गुरुजुन हुँदा नै उहाँको पवित्र के अरे जन्मभूमिलाई चाहिँ पक्का स्वर्ग जस्तो बनाउनु पर्छ भएन सोच्ने हो तर मान्छेले विरोध गर्नु त यो त्यो कुरा ल र अब यिनै काम गरिनु पर्ने छैन अब युवा हो अब हाम्रो कुरा गऱ्यौँ नि अब खानु पर्यो लाउनु पर्यो अब यतिकै गर्नु भएन अब बिहा पनि गर्नु पर्यो नि त नि लिएर फेरि भोक राख्नु मिलेर खानु दिनु पर्यो नि फेरि आफू मात्रै भएर छोराछोरी हुनु पर्यो नि कस्तो खालको कुरा अब त्यो सबै कुरा पुर्याउनु पर्छ पुग्छ तर मन अचल गर्नुपर्छ र मागसँग रहनुपर्छ पुग्छ अनि अब जे होस् जसै भए पनि केही चाहिँ गर्नुपर्छ यही हेभेली पातमा गरेर हिँड्नुपर्छ चाहिँ अरू फेरि एक किसिम छ फेरि आए यदि म पहिला म यस्तो खालको मान्छे थिएँ कि म वास्तविकमा पहिलेदेखि नै त्यस्तो खालको बाटो भेटेर भए सायद म त्यस्तै पनि रहने थिएँ होला होइन एउटा के हुन्थ्यो होला तर अब सबै कुरा पार गरेर आइसकेपछि मैले बाटो त पाएँ देखेँ गरेँ अब गुरुजुले चाहिँ के भन्नु भने पहिला सुरुवातमा चाहिँ अब बिहा गर्नु पर्दैन जो छ हाम्रो भएको छोराछोरी पाल्दा त्यही बाटो आफ्ना छोराछोरी हुन्छ भन्नुभयो कुरा ठिक हो किन त भन्दा आफूले जन्मेको छोराछोरी र अर्को जन्मेको छोराछोरी माया सबै प्रेम एउटै भने त एउटै त नि होइन त्यो एउटै कुरा हो र अर्को चाहिँ त्यो मेरो भन्नु र सबैको हाम्रो भन्नु पनि एउटै कुरा हो मेरो भन्दा हाम्रो भन्नु राम्रो रहेछ है भने चाहिँ यो पनि सोच्नुपर्ने हुन्छ तर त्यो भनेर पनि अब खानु लाउनु चाहिँ चाहिन्छ नै गर्नुपर्छ केही त गर्नै पर्छ
र अब यो हेमैपट्टि हिँडेको गर्दा चाहिँ अब 40 वर्ष 80 वर्ष के अरे 50 वर्ष 60 वर्ष 80 वर्ष 70 वर्ष 80 वर्ष पुग्यो भने चाहिँ फेरि त्यति बेला चाहिँ यसैमा हिँडेको छ भने नि ल 80 वर्षमा हिँडेको छ भने ऊ आफस्याफ बाबा बन्छ आफस्याफ मम्मी बन्छ किन उसको कहिल्यै पनि नघट्ने इमान इज्जत र सम्पन्न व्यक्ति बन्छ है तर उसको के हुँदैन सन्तान भएन सन्तान छैन अरे तर ऊ कहिल्यै मर्दैन ऊ चाहिँ राखिराखेको हुन्छ उसले देख्दैन नि देख्ने त अर्को हुन्छ त फेरि हाम्रो मान्छेले चाहिँ अहिले देख्नु चाहिन्छ क्या त्यो अहिले देख्नु चाहिँ बिग्रिन्छ यो पनि कुरा छ दुईवटा बाटो छ अब कुन बाटो गर्ने अब साधारण खालको गर्ने भने आफूलाई केही खानु लाउनु बस्नु लागि आफ्नो के अरे भावी सन्तानको लागि पनि गर्नुपर्ने हुन्छ एउटा बाटो चाहिँ असल बाटो चाहिँ त्यही हो हिँडेकै त्यसैमा लगनी गऱ्यो भने 80 वर्ष पुगेपछि कहिले मर्दैन मरे पनि उसको अर्को ठाउँमा बसिरहन्छ तर फेरि उसले चाहिँ देख्नु पाउँदैन त्यो बिसन्तुक त्यहाँ हुन्छ मान्छेको होइन र भौतिक रूपमा देख्न पाउनु हो त्यो पाउनु भयो र यो हो नि कर्क चाहिँ मैले माङटेनलाई चाहिँ फोकसिङ गरेको थिएँ यो एकदम अन्तिमको असाध्यै योभन्दा अर्को हाम्रो बाटो छैन हो र त्यस्तै हो अब के भन्नु बाबाले अब यत्रो रुखहरू रोपेर ठुलो भइसक्यो तपाईँले नि त एउटा यहाँ तपाईँको इतिहासै छ नि अब पहिले अब खै अब के गरे खै हो होइन अब जेसुकै अहिले अब अझै अब यहाँको अझै भनिहाल्यो नि मन दुखेको छ ह्यान्डओभर मागेर ह्यान्डओभर गरेँ दिएँ जति जे थियो त्यही दिएँ र यो अहिलेसम्म भाउन छ कार्यक्रममा डङ्की गुरुजूले भन्नुभयो मैले डङ्की गर्दाखेरि चाहिँ 25 लाखको कार्यक्रम यहाँ गरियो त्यो 25 लाख कार्यक्रम चाहिँ पैसा तिर्दा पनि नपुगेर 8 लाख चाहिँ मेरो टाउकोमा थियो अनि यहाँ भाउन मागे गरेपछि त्यो 8 लाख दिन चाहिँ आफू राखेँ अनि हङकङमा भएकोले तिर्नु सजिलै भयो अनि ऋण बे घरको भाउन जे छ यत्रो पानी लिएको छु होइन यत्रो पानी लिएको छु अन्त नमिलेको भने के अरे कस्तो भए पनि टोइलेट बाथरुम अब त्यस्तै पनि भाउन त्यस्तै छ होइन त्यस्तै भने जिम्मा दिए र अब यो घर पनि मैले गाँसेको भने नि त यो पनि सबै ल चौको पनि फाटिरहेको थियो चौको पनि छाइदिएर ल है यो होइन त्यो चाहिँ ह्यान्डओभर दिएर पनि पछि पोहोरको छ भनेको त हो छाइदिएको भने ह्यान्डओभर दिएर नै मैले बाटो पनि लिएको आफैले किन त भन्दा उनीहरूले ल्याउन सक्दैनन् त्यो मौकामा गरिनँ भने त्यहाँ बाटो पुर्याउनु सक्दिनँ भनेर त्यो मैले मौका छोपेर साइदा दाजु र जेठा दाजु मेसनसँग 3 जना हामी 4 जना मिलेर यो गरेको हौँ त्यो समयमा त्यहाँदेखि शाखा बाटो खोल्नुपर्छ भनेर उसले खबरदारी गरेको थिएँ यहाँदेखि यस्तो गरेर शाखा बाटो यहाँ आउँछ शाखा बाटो खोलिहाल्नुपर्छ है अनि पछि त्यो बेला खोलेन भने पछि हामी खोल्नु सकिँदैन अनि त्यो अर्कै खालको हुन्छ भनेर चाहिँ खबरदारी गरेको थिएँ र उनीहरूले त्यो थाहा दिएपछि हङकङमा हाम्रो कुरा भयो अनि हङकङमा 2 घन्टाको समयमा नै 4.5 लाख पैसा उठाएर पठाएर खाना गुरुङ गरेर बनाइयो जे ल्याइयो अब आएर चाहिँ अनि 35 दिनसम्म चाहिँ डर थियो ढुक थिएँ के त्यो 35 दिनमा चाहिँ मुद्दा लगाएर बन्द गरेको भए खत्तम भइहाल्थ्यो होइन तर 35 दिन काट्यो 4 महिना काट्यो 6 महिना काट्यो बसेर आया ढुक्क अब अहिले त हामी गर्न सकिन्छ नि अझै मेट्नु सक्दैन नि त भनेर चाहिँ अब प्रमाणित हो त्यो भनेको चाहिँ नियम कानुन विधान संविधान हुनुपर्छ नि त्यो चाहिँ वैधानिक हो नि त त्यो कुरा हिँड्नुपर्छ र अहिले हाम्रो वैधानिकको यहाँ हाम्रो यो वैधानिकको काम छैन बाटोसम्म चाहिँ मेरो वैधानिक छ पानीको पनि जे होस् वैधानिक भनौँ न मैले निःशुल्कमा यो घरमा छ निःशुल्कमा त्यो घरमा खान्छ निःशुल्कमा पल्लो 2 दिन घरले खान्छ नि त निःशुल्कमा के त्यो वैधानिक भएन म पैसा उठाएको छुइनँ होइन भन्नै पर्दामा चाहिँ
यो माङटेन चाहिँ संसारको एउटा मात्रै हो। हेडक्वार्टर चाहिँ संसारमा कति हेडक्वार्टर छ त गन्ती नै। एउटा कम्पनीको अर्को हेडक्वार्टर, अर्को बटालियनको अर्को हेडक्वार्टर, अर्को संस्थाको कति हेडक्वार्टर छ होइन। त्यो हेडक्वार्टर मलाई मन नपऱ्यो। हेडक्वार्टरलाई चाहिँ हटाएर त्यो हेडक्वार्टरको समितिलाई चाहिँ माङटेन समिति बनाउने। अनि माङटेन समिति बनाएपछि म चाहिँ त्यहाँ समितिमा बस्नुपर्ने छैन, तर म सल्लाहकार चाहिँ म चाहिँ बस्छु। ल समिति राखेर समिति पनि बस्छु होइन। माङटेन समिति भनेको चाहिँ संसारले चिनाउनु पर्छ। हेडक्वार्टर भनेको चाहिँ मैले भनिहालेँ नि, नेपालमै कतिवटा हेडक्वार्टर छ, संसारमा त कति छ। तर संसारमा त माङटेन एउटा मात्रै छ नि। संसारमा अब के अरे प्रेमवाद सुरुवात गर्ने त माङटेन एउटा मात्रै हो नि। जन्माउने त माङटेन हो नि, होइन र? त्यो जन्माउने चाहिँ को हो त भने उनी माङले हो नि त। र अघि मैले भनेको त गुरुहरू चाहिँ बाटो देखाउने। अनि माङटेन चाहिँ साह्रै धेरै माया लाग्छ। माङटेन भन्दा कति गुना चाहिँ उहाँलाई नै माया लाग्छ होइन। सर्व उहाँ हो भने चाहिँ सर्वले योजना गरेको चिज हो यो चाहिँ। त्यो पहिलाको त्यो कस्तो भएर कता बङ्गिएको होला होइन। अब यीशु ख्रिस्टमा आइपुग्यो, बाङ्गियो यीशु ख्रिस्टमा। यीशु ख्रिस्ट पक्का इङ्ग्लिस होइन, ऊ त स्पेनिस हो। तर ब्रिटिसले चाहिँ इङ्ग्लिस बाटो र आध्यात्मिक देख्ने बुझ्ने त्यो बेलामा। र त्यो स्पेनिस भाषाले त्यस्तो राम्रो कुरा गर्यो। त्यो के हो, लु सुनेर आऊ, बुझेर आऊ भनेर इङ्ग्लिसले चाहिँ त्यो यीशु ख्रिस्टलाई गएर के भनेको भएर सबै स्पेनिस भाषाबाट सबै केलाएर गरेर आएपछि बाइबल इङ्ग्लिसमा छापिदियो। त्यसो भएपछि अहिले इङ्ग्लिस चाहिँ नबोलिकन संसारमा पुगिँदैन, हिँडिँदैन। अनि उसले संसार खायो। किन? ईश्वरकै नाम लियो नि त। ईश्वर होइन नि। ईश्वरले पठाएको त यीशु हो नि त। अहिले यीशु जस्तै हाम्रो गुरुजहरू पनि हो नि। र त्यो बेलाको कुरा गाजेमा चाहिँ थियो भने अहिलेको कुरा त देखी छ नि त भनेर म ठोकुवा दिएको काम त्यो हो भनेर भने चाहिँ यस्तो कुरा हुनाले यो माङटेन चाहिँ साह्रै गरेर याद राख्नु परेर होसियारी गर्यो भने हामीले माङदेखि एकदम आनन्दको पाइन्छ। अनि अझै माङलाई नै माग्यो भने झन् दिनुहुन्छ। हो, यो अब माङटेन भनेको नामै माङ, झन् धेरै दिनुहुन्छ माङ। तिनवटा कुरा छ यहाँ, उदयपुर उदाउने होइन, त्यसपछि अब यहाँ माङटेन, माङको तेनबाट उडाउने भने त्यो चाहिँ पहिला गुरुजूले बनाउनु भएको छ त्यो कुरा पनि हो। त्यो माङबाटै आएको कुरा हो। के अरे हेबेलिपात, सगरमाथा, उदयपुर, महिने माङटेन विकास समिति यो छ नि त। यो 7वटा कुरा छ। अब त्यो छ भने अब फेरि त्यसले छोडिदिएर फेरि चाहिँ महिने अब उदयपुर जिल्ला, महिने माङटेन, अनि जयबहादुर, पञ्चश्वरी, अब चाहिँ ओम भनेर जन्मिनु भएको छ नि त। ओम त्यो अनि ओम के अरे त्यो चाहिँ अब त्यो जन्मिनुभन्दा पहिला प्रकाश भएको कुरा, ओम शब्द आएको कुरा भिन्नै छ नि त्यो होइन। अब त्यो कुराहरू गर्दाखेरि त्यो 7वटा कुरा जति पनि छ, जसरी पनि 7वटा कुरा पुग्छ। त्यो 7वटा कुराको सबै कुरा लेख्यो भने यति ठेली हुन्छ। अब त्यो कहिले लेख्ने, तर लेखेर सम्भव छ कि छैन, लेख्छन् लेख्दैनन्। अब त्यो कारणले चाहिँ म अहिलेसम्म मभन्दा पहिला गुरुजूको नजरमा लाखौँ मान्छेले अथवा 20,000 मान्छेले अथवा 10,000 मान्छेले भेटघाट गरे होला, अनि कति आदान प्रदान गरे होला, अनि फोटो खिचे अङ्गाले होइन, यस्तो गुरु उस्तो गुरु कान्छा गुरु भने के भने। अनि कसैले चाहिँ त्यस्तो मिठो मासु किन छोडेको गुरु भनेर पनि गिज्याए होइन, गिज्याए। तर काम त खोइ त। तर जुन दिन मेरो दर्शन भेट गरेँ मैले सत्य त्यागेँ, अहिले भनिहालेँ नि, सत्य त्यागीमा छ। अब किन त भन्दा चाहिँ
महागुरु फाल्नको पन्थीमा म 2025 सालदेखि गएको हजुर र महागुरु फाल्नको पन्थीमा गएर मैले तामजिक मुद्दुम त्यो सब पढेर सबै कुरा बुझेर अनि कुनै गुरु पाएँ भने हजुर म यो बाटो लिन्छु र गुरुलाई समय दिन्छु र गुरु आइसकेपछि गुरुले उसले आफ्नो फेरि उतार्नुहुन्छ हजुर अब भेटे उतार्नुहुन्छ उहाँले मुदु उतार्नुहुन्छ उहाँले कुनै के उतार्नुहुन्छ भन्नको मेरो ठुलो आशा नै त्यो थियो र अनि म 5 वर्षमा गुरु हजुरलाई मैले समय दिएँ